नमस्कार साथीहरू। आज चाहिँ हामी चाहिँ एउटा पहिले चाहिँ अब सिलेबसबारे हामीले चर्चा गर्नेछौँ। असिस्टेन्ट सेकेन्ड एनआरबीको असिस्टेन्ट सेकेन्डको सिलेबस कस्तो छ, कसरी कुन कुन टपिकहरू हामीले पढ्नु पर्दछ र कुन कुन चरणहरू पार गरी हामी चाहिँ सेकेन्ड चरणको इक्जाम दिन हामी योग्य हुन्छौँ भन्ने कुरा म डिस्कस गर्न चाहन्छु। अब हामीले असिस्टेन्ट सेकेन्ड सायद द्वितीयको सिलेबस हेर्ने हो भने हाम्रो चाहिँ फर्स्ट पेपर आउँछ मल्टिपल चोइसको हो। त्यो चाहिँ मल्टिपल चोइसहरू सोध्छ, त्यसमा चाहिँ जुन चाहिँ 100 मार्क्सको आउँछ र 40 मार्क्स हामीले ल्याइसकेपछि त्यो पास गर्न सक्छौँ। ल मल्टिपल चोइसमा सोध्ने क्वेसनहरू चाहिँ म्यानेजमेन्ट र अकाउन्टिङबाट 30 मार्क्सको सोध्छ, इकोनोमिक्स एन्ड ब्याङ्किङबाट 30 मार्क्स, म्याथमेटिक्सबाट 14 मार्क्स, कम्प्युटरबाट 14 मार्क्स र जनरल नलेजबाट 12 मार्क्स गरेर टोटल 100 मार्क्सको क्वेसनहरू सोध्ने गर्छ, जुन चाहिँ हामीले चाहिँ 45 मिनट्समा सकाउनु पर्ने हुन्छ र एउटा क्वेसन चाहिँ 2 मार्क्स गरेर 50वटा क्वेसन हुन्छ र 100 मार्क्स 45 मिनटभित्र हामीले चाहिँ सकाउनु पर्छ र 100मा 40 मार्क्स हामीले ल्याउन सक्यो भने हामी चाहिँ सेकेन्ड चरणको इक्जामको लागि इलिजिबल हुन्छौँ। र द्वितीय चरणमा चाहिँ हामीसँग दुईवटा पत्र हुन्छ साथीहरू, प्रथम पत्र र द्वितीय पत्र। प्रथम पत्रमा चाहिँ ब्याङ्किङ, एकाउन्टिङ, म्याथमेटिक्स र कम्प्युटर आउँछ, जुन चाहिँ 100 मार्क्सको आउँछ र तर त्यसको टाइम भनेको 2 घन्टा 30 मिनटको मात्र हुन्छ, 3 घन्टा हामीले पाउँदैनौँ। र द्वितीय पत्रमा चाहिँ हाम्रो इकोनोमिक्स, म्यानेजमेन्ट, ब्याङ्किङ, लज र पोलिसिज हुन्छ, त्यो पनि 100 मार्क्समा 40 मार्क्स भनेको पास मार्क्स हो र जसको टाइम हेर्ने हो भने नि 2 घन्टा 30 मिनटभित्र हामीले त्यो क्वेसनहरू सबै सल्भ गरिसक्नुपर्ने हुन्छ। सो अब यसमा चाहिँ प्याटर्न हेर्छु है त, प्याटर्न हेरौँ है त, क्वेसनका प्याटर्नहरू कसरी आउने गरेछ त। प्रथम पत्रमा चाहिँ हाम्रो चाहिँ टोटल 7वटा क्वेसन 10 मार्क्स गरेर 70 मार्क्सको आउँछ भने म्याथमेटिक्सबाट 4वटा क्वेसन आउँछ 5 मार्क्सको 20 मार्क्स र कम्प्युटरबाट आउँछ 10 मार्क्स 5 मार्क्स गरेर टोटल हाम्रो 100 मार्क्सको क्वेसनहरू आयो फर्स्ट पेपरबाट। अब सेकेन्ड पेपरबाट हेर्ने हो भने चाहिँ यसमा पनि छोटो उत्तर आउने भनेको, छोटो उत्तर भनेको 5 मार्क्सको, लामो उत्तर भनेको 10 मार्क्सको। छोटो उत्तर आउनेमा टोटल क्वेसन भनेको 8वटा क्वेसन 5 मार्क्सको भयो, जुन 8 × 5 40 भयो र लामो उत्तर आउने चाहिँ 6वटा क्वेसन भयो 10 मार्क्सका 60 गर्दाखेरि टोटल 100 मार्क्स जुन चाहिँ द्वितीय पत्रमा आउँछ र इन्टरभ्यूको लागि 30 मार्क्स छुट्याएको देखिन्छ। र यसमा साथीहरू अब विशेषतः हामीले हेर्ने हो भनेपछि अब हामीले फर्स्ट पेपर पास गरिसकेपछि सेकेन्ड पेपरमा हामीले के पढ्नुपर्छ भन्दाखेरि द्वितीय चरणमा चाहिँ प्रथम पत्रमा चाहिँ हाम्रो ब्याङ्किङ, लेखा, गणित तथा कम्प्युटर अन्तर्गत हामीले पढ्नुपर्ने, नेप्लिज ब्याङ्किङ एन्ड फाइनेन्सियल सिस्टमको बारेमा हामीले पढ्नुपर्छ, एनआरबीको स्ट्रक्चर के छ, एनआरबीको फङ्सनहरू के हो, ड्युटिजहरू के हो, त्यो हामीले पढ्नुपर्ने हुन्छ। फङ्सन एन्ड राइट्स अफ बाफिया पिएफआइएचको बारेमा हामीले पढ्नु पर्यो। त्यसै गरी बाफिया अन्तर्गत हामीले त्यो लेख्दाखेरि अझ बेटर, किनभने हामीले त्यो चाहिँ एक्ट बेसमा लेख्न सक्यो भने हामीले मार्क्स पनि राम्रो पाउँछौँ। त्यसै गरी डिपोजिट, क्रेडिट, एलसी, ब्याङ्क ग्यारेन्टीहरू, स्विफ्टको, एबिबिएसको, चेक क्लियरिङ, रेमिट्यान्स, फरेन एक्सचेन्ज सम्बन्धीका टपिकहरूमा हामीलाई कहिले सोध्न सक्छ। ती टपिकहरू बारेमा डेप्थ नलेज हामीले बनाउनु जरुरी हुन्छ। फाइनेन्सियल लिटरेसीका कुराहरू छ, फाइनेन्सियल इन्क्लुजनका कुराहरू छ, मनी मार्केट, क्यापिटल मार्केटको डिफ्रेन्सेस सोध्न सक्छ, डेफिनेसनहरू सोध्न सक्छ, तिनीहरूसँग भएको इन्टर रिलेटेड के छ त त्यो इन्टर रिलेसन सोध्न सक्छ। सो ती टपिकहरू चाहिँ हाम्रो चाहिँ जुन चाहिँ ब्याङ्किङ अन्तर्गतका टपिकहरू चाहिँ यति टपिकहरू हामीले पढ्नुपर्छ र यी टपिकहरू चाहिँ कोरिलेट गरेर क्वेसनहरू सोध्ने गरेको देखिन्छ। त्यसै गरी अब अकाउन्टिङ पार्टमा हेर्ने हो भनेपछि हामीसँग बुक किपिङ एन्ड एकाउन्टिङ कन्सेप्टको बारेमा हामीले पढ्नुपर्छ। जर्नल भाउचर, ब्याङ्क क्यास बुकको, ट्रायल ब्यालेन्स, रिकन्सिलिएसन स्टेटमेन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट एन्ड ब्यालेन्स सिटको बारेमा पढ्नुपर्छ। फाइनेन्सियल रेसियोज, इन्टरनल चेक, इन्टरनल कन्ट्रोल, इन्टरनल अडिटको कुराहरू आउँछ, फाइलिङ एन्ड इन्डेक्सनको कुरा आउँछ, डिप्रिसिएसनको कुरा आउँछ, गभर्नमेन्ट एकाउन्टिङ सिस्टमको कुरा आउँछ, एकाउन्टिङ स्ट्यान्डर्ड एनएफआरएसको कुरा आउँछ, त्यसमा एनएएसको कुरा आउँछ, इन्भेन्टरी म्यानेजमेन्टको कुरा, अफिस एन्ड रेकर्ड म्यानेजमेन्ट, जुन चाहिँ हामीले चाहिँ पहिला पनि ब्याचलर पढ्दाखेरि, मास्टर पढ्दाखेरि, +2 पढ्दाखेरि जुन एकाउन्टमा हामीले पढेका कुराहरू छन्, यी कुराहरू चाहिँ रिभिजन
नै हो र यसमा चाहिँ हामीले चाहिँ अलिकति डेप्थ अब लोकसेवा दिँदाखेरि चाहिँ डेप्थ नलेजहरू नेपालमा के छ यसको प्र्याक्टिस नेपालमा प्र्याक्टिस के छ कुन कुन ऐन एक्टले यसलाई चाहिँ ड्राइभ गरिरहेको छ ती कुराहरू चाहिँ अझ जान्दाखेरि बेटर हुन्छ र त्यस्तो क्वेसनको आन्सरहरूलाई चाहिँ बढी प्रिफर गरिन्छ। सो हामीले चाहिँ नेपालमा पनि यसको प्र्याक्टिसहरू पढ्न जरुरी छ जुन चाहिँ कलेज लेभलमा चाहिँ हामीले चाहिँ नपढेको पनि हुनसक्छौँ। म्याथमेटिक्समा हेर्ने हो भने साथीहरू 20 मार्क्सको म्याथमेटिक्सबाट आउँछ र यसमा चाहिँ म्याथमेटिक्सभित्रबाट चाहिँ युनिटरी मेथडको कुरा आउँछ, इन्ट्रेस्ट क्यालकुलेसनको कुरा, टाइम एन्ड वर्क, डिस्काउन्ट एन्ड कमिसनको, एरिया एन्ड मेजरमेन्ट, मेन मिडियन मोड, स्ट्यान्डर्ड डिभिजन एन्ड प्राइस इन्डेक्स, डाटा कलेक्सन, एनालाइजिङ एन्ड रेकर्डिङ, ती टपिकहरूबाट चाहिँ टोटल 20 मार्क्सको क्वेसनहरू सोध्ने गरेको छ र क्वेसनहरू त त्यति गाह्रो हुँदैन तर टेक्निकल्ली हामीले बुझ्ने हो भने त्यो क्वेसनहरू चाहिँ एकदम चाँडो सल्भ गर्न चाहिँ सक्छौँ। त्यसैले क्वेसनहरू चाहिँ प्र्याक्टिस गर्नुपर्छ, पास्ट क्वेसनहरू प्र्याक्टिस गर्दै जाने। अहिलेका क्वेसनहरू जुन मक टेस्टहरू पनि दिने गऱ्यो भने हामीलाई चाहिँ म्याथमेटिक्समा चाहिँ गाह्रो हुँदैन र म्याथमेटिक्सका 4वटा क्वेसन हामीले सबै मिलाउन सक्यौँ भने हाई प्रोबेबिलिटी रहन्छ नाम निस्किने। किनभने हामीले जब कि म्याथमेटिक्स राम्रो गऱ्यो भने हामीले चाहिँ जो म्याक्सिमम 4.5 वा 5 मार्क्स नै पनि हामीले प्राप्त गर्न सक्छौँ नि त। त्यही भएर चाहिँ म्याथमेटिक्स चाहिँ सकेसम्म हामीले बिगारेनौँ भने हाम्रो चाहिँ मार्क्स चाहिँ अझै राम्रो ल्याउन सक्ने सम्भावना देखिन्छ। अब कम्प्युटरभित्र चाहिँ टोटल 10 मार्क्सको आउने हो। अब कम्प्युटरभित्रको टपिकहरू हामीले पढ्दाखेरि चाहिँ नेपाल राष्ट्र ब्याङ्क, आइटी गाइडलाइन्स, आइटी कोड अफ कन्डक्ट, अफिस सिस्टमका कुराहरू छ, कम्प्युटर अपरेटिङ सिस्टमका कुरा छ, जेनरल इन्फर्मेसन अफ डाटाबेस, आइटी सेक्युरिटीका कुराहरू, कन्सेप्ट अफ इन्टरनेट, इन्ट्रानेट, एक्सट्रानेट एन्ड इमेलका कुराहरू छन्। त्यो चाहिँ जनरली हामीले चाहिँ पढ्दै गरेको जनरल टपिकहरू नै हो। यसमा चाहिँ हामीले चाहिँ नलेजहरू चाहिँ बनाउनुपर्छ किनभने यो टपिकहरू यसो देख्दाखेरि त्यो टपिकहरू एकदमै डेप्थ छ। हामीले पढ्दै जाँदाखेरि एकदमै त्योभित्र पनि हामीले धेरै नलेजहरू अचिभ गर्न सक्छौँ। सो आइटीलाई पनि एकदमै स्ट्रङ बनाउनुपर्छ किनभने यसबाट पनि मार्क्स ल्याउन सक्ने यो पनि एकदमै ठाउँ हो। यसमा पनि हामीले मार्क्स 5 मा 4 ल्याउन सक्छौँ यदि हामीले एकदम राम्रो एक्सलेन्ट लेख्यौँ भने। त्यसै गरी अब हामी द्वितीय पत्र सेकेन्ड पेपरमा जान्छौँ। सेकेन्ड पेपरमा चाहिँ इकोनोमिक्स छ जुन चाहिँ 40 मार्क्सको सोध्छ। यसभित्र चाहिँ टपिकहरू चाहिँ कन्सेप्ट अफ इकोनोमिक्सको कुरा आउँछ, म्याक्रो इकोनोमिक्स इन्डिकेटर्सको कुरा आउँछ, जीडीपी, जीएनपी, एसडीआईको कुरा आउँछ, पर क्यापिटा इन्कमको इन्भेस्टमेन्ट, कन्जम्सन सेभिङ, इन्फ्लेसनको कुराहरू, फरेन ट्रेड, रेमिटान्स, बीओपी प्राइस इन्डेक्स, फरेन एक्सचेन्जको कुराहरू, मोनेटरी एन्ड फिस्कल पोलिसीका कुराहरू चाहिँ आउँछ। यो चाहिँ अब अफिसरलाई पनि त्यही हो। इकोनोमिक्सको त अब यसो हो कि क्वेसनहरू प्याटर्न मात्र फरक हो, अब टपिकहरू त त्यही हो। एनआरबी अफिसरलाई पनि त्यही पढ्नुपर्छ, असिस्टेन्टहरूलाई पनि मोस्टली टपिकहरू चाहिँ मिल्ने गर्छ। challenges of economic development in Nepal, planning and economic development, government budget, its type and importance, financial sector reform, most important यसको पार्ट हेर्ने हो भने फाइनेन्सियल सेक्टर रिफर्म एकदमै इम्पोर्टेन्ट छ साथीहरू। यो टपिक चाहिँ इकोनोमिक्स अन्तर्गत किनभने यो चाहिँ धेरै जसो इक्जामहरूमा यो क्वेसनहरू आएको देख्न सकिन्छ। सो फाइनेन्सियल सेक्टर रिफर्मको बारेमा चाहिँ हामीले चाहिँ डेप्थ नलेज नै गेन गर्न जरुरी देखिन्छ। त्यसै गरी रोल अफ वर्ल्ड ब्याङ्क, एडिबी, एआइबी, आइएमएफ, इकोनोमिक डेभलपमेन्ट नेपाल, यिनीहरूको के छ त रोल, यिनीहरूको कस्तो रोलहरू हाम्रो इकोनोमीमा खेलेको छ, इकोनोमिक डेभलपमेन्टमा खेलेको छ। सो यसलाई पनि हामीले डिटेलमा पढ्न जरुरी छ। अब यसमा पनि म्यानेजमेन्टमा पनि 30 मार्क्स म्यानेजमेन्टबाट आउँछ, 40 मार्क्स हाम्रो इकोनोमिक्सबाट आएछ। म्यानेजमेन्ट 30 मार्क्स अन्तर्गत चाहिँ कन्सेप्ट, प्रिन्सिपल एन्ड फङ्सन अफ म्यानेजमेन्ट नै आउँछ। त्यहीभित्र लिडरसिपको कुरा आउला, कम्युनिकेसनको कुरा आउँछ, सुपरभिजनको कुरा आउला, म्यानेजमेन्ट इथिक्सको कुरा आउँछ, ह्युमन रिसोर्स म्यानेजमेन्टको कन्सेप्टको बारेमा आउँछ, फङ्सन, त्यसभित्र पर्फर्मेन्स एप्राइजल, रिवार्ड सिस्टम, मोटिभेसन, नेपाल राष्ट्र ब्याङ्क इम्प्लोइज बाइ ल हामीले पढ्नुपर्ने हुन्छ। किनभने हामीले चाहिँ ह्युमन रिसोर्सको कुरा गर्दाखेरि बाइलज कुरा हामीले चाहिँ पढ्नु एकदमै जरुरी छ। कन्सेप्ट अफ इन्डस्ट्रियल रिलेसन कस्तो छ, कज एन्ड सेटलमेन्ट डिस्प्युट, ट्रेड युनियन, कलेक्टिभ बार्गेनिङ, लेटर, मेमो राइटिङ, कहिले काहीँ लेटर लेख्न पनि आउँछ साथीहरू। अस्तिको इक्जाममा पनि आएको थियो लेटर लेख्न, त्यसलाई लेटरहरू पनि प्र्याक्टिस गर्नुपर्छ, अफिसियल लेटरहरू लेख्न प्र्याक्टिस गर्नुपर्छ। अनि ब्याङ्किङ लज एन्ड पोलिसिसका कुराहरूमा चाहिँ 30 मार्क्सको आउँछ। यसभित्र पनि चाहिँ एनआरबी अफिसरलाई पनि त्यही हो, अब असिस्टेन्टलाई पनि त्यही हो। क्वेसनहरू चाहिँ फरक आउला होइन, टपिकहरू चाहिँ सबै मिल्दोजुल्दो नै छ। यसमा चाहिँ कन्स्टिट्युसन अफ नेपालको बारे आउँछ, नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058, ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्टको कुरा आउँछ, ब्याङ्किङ अफिस एन्ड पनिसमेन्ट एक्टको आउँछ, मनी लान्ड्रिङ प्रिभेन्सन एक्टको आउँछ, कम्पनी एक्ट, फरेन एक्सचेन्ज रेगुलेसन एक्टको कुरा आयो, मर्जर एक्विजिसन बाइलज,
हामीले पढ्नुपर्छ। अनि सर्कुलरहरू पनि पढ्नुपर्छ, जुन पेमेन्ट डिपार्टबाट भएका सर्कुलर हुन सक्छन्, तपाईँको फरेक्सबाट सर्कुलरहरू भएको हुन्छ, ब्याङ्किङ एन्ड फाइनेन्सियल रेगुलेसन डिपार्टबाट सर्कुलरहरू भएको हुन्छन्। ती सर्कुलरहरूलाई पनि हेर्दै गर्ने र ती सर्कुलर बेसमा हामीले डिरेक्टका बेसमा हामीले क्वेसनहरूको आन्सर लेख्न सक्यो भने अझै बेटर हुन्छ। हामीले फ्याक्ट, फिगर, इक्जाम्पल बेस्ड हामीले क्वेसनहरूको आन्सर लेख्न सक्यो भने पक्कै पनि हाम्रो नाम निस्किन्छ, अरूभन्दा अलग बन्न सक्नुपर्छ। र डेप्थ नलेजहरू चाहिँ गेन गर्नलाई हामीसँग अब अहिले धेरै नै अनलाइन माध्यमहरू छन्, डिपसिक छ, च्याट जिपिटीहरू छन्। सो हामीले चाहिँ आफ्नो नलेजहरू चाहिँ कसरी गेन गर्न सक्छौँ भन्दाखेरि हामीसँगै टुल छ, हामीले चाहिँ हाउ टु युज दिस टुल्स भन्ने कुरामा निर्भर हुन्छ। सो साथीहरू, गाह्रो छैन सिलेबस। अब आजैदेखि तयारी गर्ने हो भने पक्कै पनि नाम निक्लिन गाह्रो छैन साथीहरू। ल आजलाई हस्, धन्यवाद।